कुनै पनि पेनलाई हामीले साइलेन्टली क्यारी गर्दाखेरि सुरुमा हामीलाई सजिलो भए जस्तो लाग्छ, तर बिस्तारै यसले हामीलाई खाँदै गरेको तपाईँले महसुस गर्नुभएको छ। सत्य के हो भन्दाखेरि हामीले कुनै पनि पेन एक्सप्रेस नगर्दा हाम्रो हर्टफुल मेमोरिज, डिसअपोइन्टमेन्ट्स अथवा अनस्पोकन इमोसन्सहरू यो यत्तिकै चाहिँ हराएर जाँदैन। हाम्रो शरीर र हाम्रो मस्तिष्कले सधैँ सम्झिन्छ। यो चाहिँ एन्जाइटी, डिप्रेसन अथवा इमोसनल नर्भनेसमा चेन्ज हुनसक्छ। इभन हाम्रो रिलेसनसिप र हाम्रो सेल्फ इस्टिम यो चाहिँ बिस्तारै गरुङ्गो भए जस्तो, भारी भए जस्तो हामीलाई महसुस हुन्छ। पेनलाई हामी भित्र राख्दाखेरि पहिला सुरुमा सेफ फिल हुनसक्छ, बट बिस्तारै समय बित्दै जाँदाखेरि चाहिँ हामीले कसरी सोच्छौँ र कसरी एक्ट गर्छौँ भन्ने कुरा, कसरी फिल गर्छौँ भन्ने कुरा यसले सेभ गर्ने गर्छ। हिलिङ भन्ने कुरो चाहिँ बिर्सिने होइन क्या। यो भनेको चाहिँ इट मिन्स एक्नोलेजिङ द पेनलाई महसुस गर्ने, सेयर गर्ने र गिभिङ यर सेल्फ पर्मिसन टु रिलिज इट।